यस्तो ब्युटिफुल सरप्राइज गिफ्ट मलाई कसले पठाइदिनु भयो त? हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। र हिजो चाहिँ म एकदमै धेरै व्यस्त थिएँ किनभने हाम्रो आमाको बर्थडे थियो। म काम गरिरहेको थिएँ। त्यतिकैमा कुरियरबाट कल आयो, हजुरको पार्सल आएको छ भनेर। म छक्क परेँ के साथीहरू। अनि छिटो छिटो गएर बाबालाई सोधेँ, दिदीले कुनै सामान पठाउनु भएको छ र बाबा भनेर। अनि उहाँले थाहा छैन भन्नुभयो। किनभने योभन्दा अगाडि पनि मलाई दिदीले सरप्राइज गिफ्ट पठाउनु भएको थियो नि त। त्यसो भनिसक्नु भएपछि म झन् कन्फ्युज भएँ कि बा नम्बर मिस्टेक भएको हो कि भनेर फेरि कुरियरमा कन्फर्म गर्न फोन गरेँ। तर फाइनल्ली आएको रहेछ कि साथीहरू। तर कसले पठाउनु भयो भन्ने कुरा थाहा नै थिएन। त्यसको साथ भने म बजारतिर लागेँ। बजार पुग्ने बित्तिकै कुरियरबाट कल आयो अनि मैले चाहिँ सामान रिसिभ गर्नको लागि मेरो हस्बेन्डलाई भनेँ होइन। त्यसपश्चात उहाँले रिसिभ गरिदिनु भयो। अनि बजारबाट छिटो छिटो कामहरू सकेर घर आएर हेर्दा त हङकङबाट मेरो आदरणीय दिदी सुनिता गुरुङले फेरि पनि सरप्राइज गिफ्ट पठाइदिनु भएको रहेछ। यति ब्युटिफुल ब्यागहरू होइन। सो म यति सरप्राइज भएँ है। मैले कल्पना नै गरेको थिइनँ कि साथीहरू। एकैचोटि कल आउँदाखेरि छक्क परेँ है। यति धेरै यो मायाको लागि थ्याङ्क यू सो मच दिदी। म माइतीमा हुँदाखेरि मेरो 4 जना बहिनीहरू थियो मलाई एकदमै धेरै माया गर्ने होइन। र अहिले जब विवाह गरेर आएँ, मलाई माया गर्ने दिदी पाएको छु। अनि त्यति बेला माइतीमा हुँदाखेरि चाहिँ मेरो पनि दिदी भइदिएको भए कस्तो हुन्थ्यो होला, दिदीको माया कस्तो हुन्थ्यो होला लाग्थ्यो कि। तर यति धेरै सुख-दुःखमा साथ दिने, सपोर्ट गर्ने दिदी पाएको छु। सो गडलाई पनि थ्याङ्क यू सो मच। अनि दिदीलाई पनि स्पेसली थ्याङ्क यू सो मच दिदी, धेरै सम्झिरहेको छु। साथीहरू आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेटौँला। बाइ बाइ।